हेलो गाइज, वेलकम ब्याक टु मिलन सर अफिसियल नयाँ भ्लगमा। आजको भ्लग चाहिँ तपाईहरुलाई थम्बनेलबाट देख्दै थाहा पाइसक्नुभयो कहाँ जाँदैछ भनेर। हामी चाहिँ यहाँ होस्टेल रुमबाट हिँडिसकेको छौँ र हाम्रो यहाँ आसिम सर हुनुहुन्छ र हामी चाहिँ अब यहाँ होस्टेल रुमबाट चाहिँ उता कुन डाँडा रे सराङकोट डाँडाको लागि चाहिँ यात्रा सुरु भइसकेको छ। ओम शान्ति। पोखराकै सबैभन्दा ठुलो घर विद्यालय त होइन यहाँ राम्रो यहाँ सिम फ्लाइट पोखराको र हामी फुलबारीको सयपत्री चोकमा आइपुगेको छौँ। ठ्याक्कै यहाँ नेपाल टेलिकम अफिसको अगाडि। अनि यो हाम्रो अनि यहाँ चाहिँ हाम्रो नन्दु सर चाहिँ मास लिनलाई जानु भएको छ। लगायत फाइनल्ली यहाँ रानी पावाबाट उता गणेश मन्दिरको लागि चाहिँ हामी ट्याक्सीमा यात्रा गरिसकेको छौँ। चाहिँ टाइम लाग्छ 20 मिनट जति त यो माथि डाँडामा सराङकोट डाँडा होइन? सराङकोट डाँडा। नन्दु भाइ के छ? एकदम ठिक छ। हेलो ठिक छ गाइस। लाइक फलो सब्स्क्राइब। धेरै दिन पछि आयो फेरि भ्लगमा। के धेरै टाइम पछिको अन्तरमा चाहिँ नन्दा भाइसँग चाहिँ भ्लग बनाउन पायो। अरे मेरो घोडा यस्तो छ जो न। काम अगाडि ले चल क्या शनिबार हामी चाहिँ सराङकोट डाँडाको कालोमा चढ्दैछौँ। बाटो कालै रहेछ त। बाटो सानो राम्रो बना रहेछ।
ओइ डेमी डाइले के हमारा ना ठीक हो नहीं भाई ये है ना ये सीधी नहीं काम है ऐसी क्या डेप चली वाला है तार वो डेमी डाइले के ना खाता गणेश मन्दिर तार वो मुंडा क्या 6 बजे अनि घुमेको थाहा नि Stronghold. 6 बजे 6 बजे आएर चार कापले सुनाउ त 5 बजे 5 बजे 6 क्या ल्याछ होला काम गर गेम त बनाउनु बाटीको पनि घुमेको सानो जिम्मे बोला ठिक छ नि घुमेको है 15 से पूरा फुल गेम गाउँ ए मिठो रामो पुरै दिनको लागि आएको जस्तो फाइनली सराङकोट डाँडामा सराङकोटको डाँडैमा घाम लाग्यो यहाँ या यहाँ पैसा गर्दै जानु है होइन एकैछिन पछि आउँछ अन्त माथिबाट आइसक्यो क्या खाने खाँदा त सिन बबल छ क्या हो यहाँबाट उता नि यता नि एउटै हो भने सिन ओपी छ कि क्या हो ओहो केबलको कामै रहेछ त यहाँ केबलको कार के वाइकलै छ है त्यो यहाँ केबल कार पनि हुँदो रहेछ त यहाँ केबल कार राख्न पर्यो महँगो छाल्न होला नि 700 रुपियाँ लाने 1400 कोटा लेता केबल कार हुन्छ 20 जना कहाँ जान हौ हिसाना र बस बाबु ओए दिलो उनाते ओ लगी दिन त आला फोटो केबल कार पनि को व्यवस्था रहेछ नि यार गणेश मन्दिरको लागि सिँढीमा चढ्दैछौँ खोइ काठमा गीत गाउनु छ होइन यो चोखो नै राङ गाउँको छ कप्न अब चाहिँ हामी गणेश मन्दिर पुग्नै भएको छ यो सिँढीमा चढ्दा मलाई के को ऊ भयो भन्दाखेरि स्वयम्भू सेम स्वयम्भूको जस्तै रहेछ स्वयम्भू भने तलबाट जाँदा यस्तै सिँढी चढ्नुपर्छ तर यो भाडा ठाडो छ त्यहाँको चाहिँ चिताउ के फाइनली गणेश मन्दिर प्रवेश फर्स्ट फर्स्ट कम 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 दिले सर खोइ काट प्रतिभा नायकन जस्तो पढ्यो भने क्या नि हो
ल यहाँबाट चाहिँ हाम्रो पोखरा खुसिन सारङकोटको डाँडामा घाम लाग्यो फाइनली गणेश मन्दिर सारङकोट धाम ओ के धारा हो यस्तो थुप्रो धारा नयाँ हामीले गर्ने है चलाउँ हाइकल दिया नि चलाउँ हाइकल गाउनु पऱ्यो या ल भन न भने जान्नु नि ल कोही छ नि है आमामा धारा नि या 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 47 48 49 50 51 52 53 54 ठुलो धारा 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 90 91 92 93 94 95 96 97 98 99 100 1 2 3 4 5 6 7 8 108 धारा 108 वटा धारा पनि सारङकोटको डाँडामा घाम लाग्यो शिवाजी मन्दिर फाइनली सारङकोट फर्स्ट टाइम सारङकोट चढियो हामी चाहिँ फर्स्टचोटि हो अन्नपूर्ण केवल काठ जाने बाटो ल जाम गाइज अघि बढ माथि जाने के रातिको बेलामा चाहिँ यहाँ राम्रो आउँछ होला यार बत्तीहरू छ पुरै ₹30 माथि हो त्यहाँ माथि चनालाई ₹30 4जना हो ओ धनु टिका चाहिँ बाल्टा क्या ₹30 पोखरा साइड खोइ टिकट आउनु लगा कस्तो रहेछ हेरौँ के सायोग रासिट रहेछ यो ₹300 सारङकोट
यहाँ बस्नु भने है फेवा लेक अस्ति नै आमाहरू घुम्नु बजारबाट मेन बजारबाट हाम्रोमा फोटो हजुर टावर नै रहेछ त यहाँ यार ओ यहाँबाट देख्दो रहेछ नि राम्रो यार ओ माई गॉड ini ka foto खिच्न नहोस् लाङा त नाम तिमीलाई सम्झेर धरारा चढ्न आऊ धरारा सारङकोटको डाँडैमा घाम लाग्यो सेकेन्ड धरारा यस्तोमा चढ्ने टिकट काट्नु पर्ने यार फैट हावा नि आएको छैन त हावा आउँदैन यहाँ पोखरा फेवा लेक साह्रै खरिज लाग्यो बाबा त माथि चढेर जाने बाबा माथि चढ्यो बिहे हुनेहरूले आफ्नो छोराछोरीले यसरी देखाउँछ भिडियो कलमा हामी बिहे नहुनेहरूले चाहिँ भिडियो काट्छ यसरी नेपाल फ्लाइट कस्तो घाम नलागेको हो र यार सारङकोटको डाँडैमा घाम नलागेर तनाव के आयो यहाँ ट्रेकिङ गर्ने मिन्जना घाल्ने आमामा ला गाइस हामी चाहिँ सारङकोट डाँडा गणेश मन्दिरको दर्शन गरेर यहाँ झैरहेको देख्न सकिन्छ तपाईले
एकदम यहाँ कुरो हाम्रो त सिम आज खेती छ सामसङ नान्डा सरले एउटा मिठो पटिसपारा देखाउँदै हुनुहुन्छ बाल खिचिने यार यस्तो जुम जानु क्या बडा के छ त आसिम सर तपाईँको खबर मेरो अब खबर भन्नुपर्दा अहिलेसम्म बिहार छ सराङकोटको यात्रा कस्तो भयो हाम्रो सराङ्गको यात्रा भन्नुपर्दा हाम्रो चाहिँ बब्बालै भयो बब्बाले रोइला हो के जस फोटो खिच्यो है गणेश मन्दिरको फोटोहरू फोटो खिच्यो गणेश मन्दिरको दर्शन गरियो छोटो छोटो भिडियोहरू पनि क्लिक हाने त्यसपछि हामी चाहिँ फर्किँदैछौँ स्पेसल फोटो खिच्यो आज डुप्पीले कसो त हो टपी मिलाइदिनु जग्गा रहेछ गोदार न मको उसले लाउँछ क्या उता हिमालपट्टि बस्ने भने दामी ल्याउ घा ब्याक आई लभ पोखरा दामीले यार गाइज खानामा चाहिँ हाम्रो मोमो सराङकोटको डाँडामा आएर मोमोको एक्सपेन्स एक पिसमा चाहिँ हुँदैछ एक प्लेटमा चाहिँ 10 पिस हुँदो रहेछ त्यो न एक प्लेटमा 10 पिस अब चाहिँ हामी सराङकोट डाँडामा घुमेर फर्किँदै छौँ महले क्या चिन्ता malo फाइनली गाइज हामी चाहिँ सराङकोटबाट घुमेर खाजासाजा खाएर रुम आइपुगिसकेको छौँ आजको भ्लगलाई चाहिँ यही इन गर्छु च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र एउटा खुसीको खबर छ मेरो च्यानलमा चाहिँ 1K सब्सक्राइब पुगेको छ र वाच टाइम पनि कम्प्लिट भएको छ त्यसको लागि सबैजनालाई धेरै माया छ र च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु आजको भ्लग कस्तो लाग्छ कमेन्ट गरिदिनु थ्याङ्क यू